मैले पैसै खानु परेको भए आज यो लिडबाट नेपाली जनताको पैसा खानु पर्ने थिएन। म चुप्पो लाएर बसेको मात्रै विचार गरेर केही हदसम्म नेपाली जनतालाई हामीले लोड सेडिङबाट मुक्त गर्न सकेका छौँ। यो मेरो एक्लो प्रयास पनि होइन, हामी सबैको प्रयासले न ग्राहकलाई फाइदा, न सिस्टमलाई फाइदा, न लोड सेडिङमा त्यसले कुनै इम्प्याक्ट लाग्छ। मेरो अवस्था हो भने मैले चिलिमीदेखि सिकेको त्यो कुनै पनि नेपाली जनताबाट मैले खाने अवस्था होइन। तर त्यो मैले पैसै खानु परेको भए आज यो लिडबाट नेपाली जनताको पैसा खानु पर्ने थिएन। म चुप्पो लाएर बसेको मात्रै 4 घण्टा मात्रै पनि करोडौं रुपियाँ मैले कमाएर बस्ने हो। तर म इमानदार भएर लाग्दाखेरि आज जुन हिसाबले हाम्रो टिमलाई चार्ज लागेको छ त्यो त्यसमा कुनै सत्यता छैन। यदि तपाईहरुले यो हाम्रो इमानदार प्रयासलाई तपाई पत्रकार साथीहरु र नेपाली जनताले देख्ने कुरा हो, यो इमानदार प्रयासलाई तपाईहरुले गलत हिसाबले हेर्नुहुन्छ भने हाम्रो टिमलाई एउटा मोटिभेसन, एउटा डिस्करेज गर्ने हिसाबले आउँछ भने भोलिको दिन के हुन्छ? भोलिको दिन यो नेपालमा काम गर्न गाह्रो छ, आउँदा दिनहरु पनि गाह्रो छन्। तर त्यो मोटिभेसन, त्यो डिस्करेज गर्ने फ्याक्टरले अहिले काम गर्छ भने हामीलाई धेरै गाह्रो अवस्थामा पुग्न सक्छ। हिजो हामीले लोड सेडिङ अन्त गर्दाखेरि बेफाइदा भएका व्यापारीहरू साथीहरू पनि थिए, उहाँहरू धेरै बोल्नु भएको छ। किन तपाईहरुको पनि सहयोग छ। यो धेरै नै ठुलो अभियान हामीले सञ्चालन गरेर केही हदसम्म नेपाली जनतालाई हामीले लोड सेडिङबाट मुक्त गर्न सकेका छौँ। यो मेरो एक्लो प्रयास पनि होइन, हामी सबैको प्रयासले यो सफल भएका छौँ। यसमा हाम्रो कुनै पनि कुनियतले काम गरेको छैन। हामी धेरै नै चाहिँ हामी इमानदार भएर काम गरेका थियौँ र हामी काम गरिरहने रहनेछौँ। हाम्रो कुनै पनि उसमा यदि वास्तवमा हामी अलिकति मात्रै दायाँ बायाँ हुने हो भने नेपालमा लोड सेडिङ त्यत्तिकै समाप्त हुने अवस्थामा थिएन। हामीले अहिले एउटा बल्बमा जनताबाट, नेपाली जनताबाट पैसा खानुपर्ने अवस्था छैन। र वास्तवमा मेरो अवस्था हो भने मैले चिलिमीदेखि सिकेको त्यो कुनै पनि नेपाली जनताबाट मैले खाने अवस्था होइन। तर के हो भने मैले पैसै खानु परेको भए आज यो लिडबाट नेपाली जनताको पैसा खानु पर्ने थिएन। म चुप्पो लाएर बसेको मात्रै 4 घण्टा लोड सेडिङ गरेको भए मात्रै पनि करोडौं रुपियाँ मैले कमाएर बस्ने हो। तर म इमानदार भएर लाग्दाखेरि आज जुन हिसाबले हाम्रो टिमलाई चार्ज लागेको छ त्यो त्यसमा कुनै सत्यता छैन। यदि तपाईहरुले यो हाम्रो इमानदार प्रयासलाई तपाई पत्रकार साथीहरु र नेपाली जनताले देख्ने कुरा हो, यो इमानदार प्रयासलाई तपाईहरुले गलत हिसाबले हेर्नुहुन्छ भने हाम्रो टिमलाई एउटा मोटिभेसन, एउटा डिस्करेज गर्ने हिसाबले आउँछ भने भोलिको दिन के हुन्छ? भोलिको दिन यो नेपालमा काम गर्न गाह्रो छ, आउँदा दिनहरु पनि गाह्रो छन्। तर त्यो मोटिभेसन, त्यो डिस्करेज गर्ने फ्याक्टरले अहिले काम गर्छ भने हामीलाई धेरै गाह्रो अवस्थामा पुग्न सक्छ। हिजो हामीले लोड सेडिङ अन्त गर्दाखेरि बेफाइदा भएका व्यापारीहरू साथीहरू पनि थिए, उहाँहरू धेरै बोल्नु भएको छ। किन सोलरका व्यापारी साथीहरूलाई पनि केही बेफाइदै भएको थियो, उहाँले धेरै बोल्नु भएन, मलाई केही पनि भन्नु भएको छैन। इन्भर्टरका व्यापारी साथीहरू थिए, जेनेरेटरका व्यापारी साथीहरू थिए, एकैचोटि लोड सेडिङ अन्त्य हुँदाखेरि उहाँलाई ठुलो चोट लागेको थियो। आज लिडको व्यापारमा पनि धेरै व्यापारी साथीहरू हुनुहुन्छ। लिडको व्यापार
उहाँहरूको व्यापार हामीले ल्याएर समाप्त हुँदैन। हामीले गर्न खोजेको नेपाली जनतालाई सस्तोमा राम्रो सप्लाई, नेपाली जनतालाई सस्तोमा राम्रो सप्लाई र विद्युतमा किफायत सप्लाई उहाँहरूको लागि पनि भइरहेछ र राज्यलाई लोड सेडिङ अन्त्य गर्ने एउटा अभियानको रूपमा 1 वर्षभित्र, जुन 2 वर्षभित्र त हाम्रो धेरै कुरा आउनेछ, तामाकोशी लगायत चाहिँ प्रोजेक्टहरू आउने अवस्थामा अहिले हामीले नेक्स्ट इयरको ड्राई सिजन कसरी नेपाली जनतालाई चाहिँ लोड सेडिङबाट मुक्ति दिलाउने भन्ने नियत, हाम्रो सफा नियतले ल्याएको चिजलाई जुन हिसाबले बङ्ग्याएर देख्दा देख्दै जुन हिसाबको कुराहरू आएको छ धेरै चित्त दुखेको छ। उहाँहरूको व्यापार चल्छ, सबैको व्यापार चल्छ, सबैको व्यापार चल्छ। हामीले विद्युत प्राधिकरणले व्यापार गर्न लागेको होइन। विद्युत प्राधिकरणले नेपालको उज्यालो अभियानलाई सफल बनाउनलाई, लोड सेडिङ ग्राहकलाई लोड सेडिङ अन्त्य गर्ने, हामीले अन्त्य गर्ने भनेर घोषणा गरेका छौँ। त्यो प्रयासलाई सफल बनाउन हामी लागेका छौँ। यदि सरकारी कम्पनीले कुनै सरकारी कम्पनीले नेपाल इन्डियन गभर्मेन्टले हामीलाई एउटा कमिसनको कुरा जुन आएको छ त्यो यदि कतैबाट प्रमाणित भयो भने यो देशमा म बस्न तयार, देशबाट चाहिँ बेचिन तयार छु। कुनै पनि चिज हाम्रो कुनै कुनियत छैन यसमा। त्यो कुनियत कसैले देखेको छ भने प्रमाणित गर्नुभयो हुन्छ र जोबाट जसरी चाहिँ आएको छ र व्यापारी साथीहरूलाई यो लिडको व्यापार वास्तवमा हामीले 2 अरब रुपियाँ नेपाली जनताबाट उठाउँछौँ, करिब 2.25 अरब रुपियाँ उठाउँछौँ। तर त्यही 2 करोड लिड बल्ब मार्केटबाट जाने हो भने करिब 8-10 अरब रुपियाँ नेपाली जनताले तिर्नुपर्छ। यो को ठगिएको छ? हामीले नेपाली जनतालाई ठग्न ल्याएको होइन। हामीले यो प्राइस ल्याउन साथ धेरै कुराहरूमा प्राइसमा कम्पिटिसन पनि हुन्छ भनेर ल्याएका। यो प्राइस हामीले यहाँ पेनिट्रेसन गर्न सक्यौँ भने भोलि प्राइसमा नेपाली जनतालाई पनि धेरै सस्तोमा राम्रा बल्बहरू पाउँछन्। कसैले पनि जिब्रो चपाएर भनिरहँदाखेरि आफैले आफ्नो लागि विद्युतको लिड बल्ब किन्न जानुभयो हुन्छ। यो वस्राम, यो ब्रान्डेड कम्पनीको लिड बल्ब 38 रुपियाँमा पाउँछ भने म प्राधिकरणको सम्पूर्ण शक्ति त्यही लगाइदिन्छु, तपाईँहरू बाँड्नुहोस्। मैले भने 38 रुपियाँ होइन, 150 मा ल्याउनुहुन्छ भने बाँड्नुहोस्, हामी किन्दैनौँ भने। तर तपाईँको क्वालिटीको, तपाईँ चाइनिजको क्वालिटी हेर्नुभयो भने अहिले धेरै क्वालिटी, मैले चाहिँ चाइनिजलाई गरेको होइन, ब्रान्डेड कम्पनीहरू पनि छन्। चाइनिजका ब्रान्डेड कम्पनीहरू राम्रा क्वालिटीका छन्, त्यो पनि 350 देखि माथि छ। तर मार्केटमा यस्ता प्रडक्टहरू छ जुन प्रडक्ट तपाईँले विश्वासै गर्न सक्नुहुन्न। 9 वाट भनेर 18 वाट खपत गरिरहने अनि पावर फ्याक्टर 0.5 भइरहने हो भने हाम्रो सिस्टममा के हुन्छ? न ग्राहकलाई फाइदा, न सिस्टमलाई फाइदा, न लोड सेडिङमा त्यसले कुनै इम्प्याक्ट पार्छ। 200 मेगावाटको चाहिँ हामीले बचत गर्ने भनेका छौँ। 200 मेगावाट मेगावाट हामीले पावर प्लान्ट राख्नलाई 6-7 वर्ष लाग्छ। 200 मेगावाट चाहिँ ड्राई सिजनमा पावर प्लान्ट ल्याउनलाई, ड्राई सिजनमा 200 मेगावाट हुनको लागि करिब 600 मेगावाटको पावर प्लान्ट बनाउनुपर्छ। 600 मेगावाटको पावर प्लान्ट बनाउन खरबौँ रुपियाँ लाग्छ। अहिले हामीले बिना लगानी, वास्तवमा यो नेपाली जनताले गर्ने लगानी हो। नेपाली जनताले गर्ने लगानीमा हामीले 200 मेगावाट चाहिँ बचत गरेर नेपाली जनतालाई उज्यालोमा राख्ने भनेर जुन अभियान गरेका छौँ, त्यसमा विभिन्न शङ्का गरेर हाम्रो चरित्र हत्या गर्ने हिसाबले जुन लागेको छ, त्यसमा ज्यादै दुखित भएको छु। म आम नेपाली जनतालाई के चाहिँ आह्वान गर्न चाहन्छु भने
यदि कुनै त्यस्तो भेटियो भने हाम्रो तर्फबाट कुनै किसिमको यसमा कुनियत भेट्यो भने झुन्ड्याइदिए हुन्छ, हामी झुन्डिन तयार छौँ। तर जानी बुझी यो किसिमको प्रचार नगरिदिनु होला भन्ने हामी सम्पूर्ण पत्रकार साथीहरू र आम पब्लिकलाई पनि हाम्रो चाहिँ आह्वान छ। अब यसमा कुनै किसिमको हाम्रो प्रक्रियागत त्रुटि भएको छ, अहिले नै भनिहालेँ मैले, कुनै पनि हामी यो विद्युतको चाहिँ उत्पादनमा हामी लाग्ने हो, यो चाहिँ लिड बल्बमा हामी व्यापारमा लाग्ने होइन। तर हामीले अहिले नै भने बजारमा हामी इन्टरभेन्सन गर्नुपर्ने छ। यदि इन्टरभेन्सन, यो त 35 लाख ग्राहक छ, अहिले जति पनि लिड बल्बको चाहिँ बिक्री भइरहेछ यो नयाँ चाहिँ घर बनाउने नयाँ ग्राहकलाई मात्रै गइरहेछ र जसको चाहिँ सिएफएल ल्याम्प भनौँ अरू ल्याम्पहरू फुटेको छ रिप्लेसमेन्टमा मात्रै गएको छ। हामी भनिरहेछौँ त्यो सबै रिप्लेस गर्नुपर्छ, त्यो इन्टरभेन्सन नगरिकन रिप्लेसमेन्ट हुँदैन। त्यो इन्टरभेन्सन भनेको त्यो मार्केटमा 400 मा किनेर पब्लिकले रिप्लेस गर्न सक्दैन। त्यो इन्टरभेन्सन भनेको हामीले चाहिँ सस्तोमा दिएर गर्नुपर्छ भनेर हामी ठाउँमा चाहिँ इन्टरभेन्सन गर्ने हो। सबै चाहिँ हस्पिटल लगायत सबै चाहिँ व्यापारिक मलहरूमा हामी चाहिँ गऱ्यो भने मात्रै त्यसको चाहिँ आउटपुट आउँदैन। सिएफएल पनि हामीले किनेरै इन्टरभेन्सन गरेको हो, त्यसपछि हामीले छोड्यौँ, मार्केटमा छोड्यौँ। अब यो कम्पिटिसनको लागि हामीले ल्याउन खोजेको एकदमै हाम्रो सच्चा नियतले ल्याउन खोजेको, यसमा कुनै हाम्रो कुनियत छैन।